मिठो कहाँ आएको तिमी आज कहाँ आएको छोरी सौरामा के गर्न आएको को आएको हो नि राधिका हजुर हुन्छ बस्छ ल बस नि त थकला भयो दाजु कस्तो लागिरहेको छ त नराम्रो किन आइसक्रिम पाए भए राम्रो हुन्थ्यो हो कि होइन है थाहा थियो क्या मलाई आइसक्रिम खान त हाथीहरू यहाँ घुम्न हेर्न आए नि होइन तिमीहरू मान्छे हात्ती आउने बेला भएन कि बाबु हेर न हात्ती हेर त्यसले कसरी बस्या त्यसको सिक्री लगाएको यस्ता कुराहरू अब्जर्भ गर्ने हो नि त देखाएको कुराहरू भन्ने भना गएर तिमीले हेर्दैन खालि खाना मात्रै ध्यान राधिका अब तिमीले चिनाछौ आइसक्रिम खानु पाए भइहाल्यो मिठो मिठो यता हेर्दै नि त बुबु आएको खै कहाँ त बुबु आएको हेर्नु नानीलाई हेरेर ती पनि मागेर खाउदियो भने उता हात्तीले बुबु खाथ्यो गइहाल्यो नि यो चाहिँ ठुलो रहेछ हात्ती हेर मिस्टर सुगो गाला खाइदिन्छु तिमी पनि बुबु खाइदिने हात्तीको खान्छौ हे कस्तो लागिरहेको नयाँ चप्पल यहाँ हेर न यिनीहरू साथीहरू यिनीहरू दुइटा त्यो चाहिँ बुढो हात्ती रहेछ यो हजुर अलि आएन कसरी थाहा हो त्यहाँ बत्ती सुतेको मिठो कस्तो लागिरहेको ल भन त तिमीलाई सौराएर कस्तो लागिरहेको भन न अनि तिमीलाई के खानु मन लाग्यो यहाँ आउनु त भन्नु पर्यो नि त मोबाइलमा के खानु कस्तो खालको आइसक्रिम खानु मन लाग्यो अनि यहाँ कुन ठाउँ आएर तिमीलाई आइसक्रिम खानु मन लाग्यो त नि यस्तो जङ्गलमा नि आइसक्रिम पाइन्छ त मिस्टर एउटा इन्टरभ्यू लिनु पर्यो यहाँ आऊ त तिमीलाई यहाँ आएर कस्तो लागिरह है सरी चप्पल चाबी झरेकै छोरी ए त्यहाँ हात काट्ला है छोरी हेर न पानीमा कसरी खेल्दो रहेछ है गर्छ पानी खाँदैन पानी खान्छ फोहोर खान्छ भ्यागुता खान्छ माछा खान्छ यिनीहरूलाई फोहोरै मनपर्छ अरे कि छोरी ल त्यसको स्विमिङ पुल हो त्यसको लागि स्विमिङ पुल हो त्यो कुनटै स्विमिङ पुल कसले जित्यो मिस्टर आइसक्रिम प्रसाद त्यसो नगर है त्यस्तो गर्ने काम राम्रो होइन है त्यो कसले सिकाएको थियो त्यो ब्याड म्यानर हो त्यो दुईटा आउने जस्तो गरेर थुक्दो रहेछ त्यो राम्रो बानी होइन है बाबु देखि यसको नाम के हो थाहा छ डक क्वाक क्वाक
ब्याग उता